मेरो छोरीले चाहिँ खासै फुडहरू रिफ्युज गर्दैन। मैले पकाएर दिएको चाहिँ मजाले खाइरहेको हुन्छ। तर आज उठ्दाखेरि दुधहरू चाहिँ खाइरहेको थिएन, गर्मीले पनि होला। सो मैले उसको आज फेभरेट उसको नवमको लिटो चाहिँ बनाइदिएको छु। नवमलाई चाहिँ यसरी चिसो पानीमा मजाले घोल्ने, लम्प नबस्नुन्जेल अनि मजाले पकाउन पर्ने हुन्छ साथीहरू। उसलाई भोक नलागेको बेलामा म ढुक्क भएर चाहिँ नवमको लिटो चाहिँ प्रिपेयर गरिदिन सक्छु कि, अनि उसले मजाले नै खाइरहेको हुन्छ। यत्तिको कन्सिस्टेन्सीमा मैले उसको लागि रेडी गरेको थिएँ र मैले घरमै दही पनि जमाएको थिएँ हिजो र दही, लिटो अनि त्रिशुलीको लोकल केरा मैले म्यास गरेर उसको लागि प्लेट रेडी गरेँ। यस्तो देखेको थियो उसको प्लेट। अनि मैले हाफ जति लिटोलाई छुट्याएर बालभिटा हाफमा मिक्स गरेँ, अनि बाँकी हाफमा चाहिँ भलोको फ्ल्याक्सिड ओइल मिक्स गरेँ। आज चाहिँ मैले घिउ युज गरेको छुइनँ। फ्ल्याक्सिड ओइल युज गरेको बेलामा चाहिँ घिउ युज गर्दिनँ साथीहरू, अनि नगरेको दिनमा मात्र युज गर्छु। मैले छोरीलाई चाहिँ यसरी सर्भ गरेँ। ऊ चाहिँ एक्साइटेडै थियो खानको लागि। यस्तो गर्छ कि उसले तानिहाल्छ कि प्लेट। सुरुमा चाहिँ मैले उसलाई बालभिटा मिक्स भएको चाहिँ खुवाएँ होइन। आज उसको सेकेन्ड डे थियो बालभिटा खुवाएको। सुरुमा चाहिँ मुख बिगार्छ कि अलिकति टेस्ट फरक हुँदो रहेछ, कलरै फरक हुने कि बालभिटा मिक्स गरिसकेपछि। हिजो चाहिँ मैले उसलाई फर्स्ट टाइम दिएको थिएँ, आज सेकेन्ड टाइम मजाले खायो। बाहिर चाहिँ यस्तरी पानी परिरहेको छ, मौसम चिसो चिसो छ त्रिशुलीको, त्यही पनि मैले उसलाई दही चाहिँ दिइरहेको हुन्छु। यो चाहिँ मैले किन भनेको भन्दाखेरि साथीहरू धेरैजनाले कम्प्लेन गरिराख्नुहुन्छ कि दही खायो भने चाहिँ चिसो लाग्यो, रुगाखोकी लाग्यो। मैले चाहिँ छोरीलाई चाहिँ दिन्छु, उसलाई चाहिँ खासै केही पनि भएको छैन अहिलेसम्म होइन, 8 मन्थ रनिङ भइसक्यो। मैले चाहिँ के भन्न खोजेको भन्दा बेबीलाई सुरुदेखि नै इन्ट्रोड्युस गर्न पर्छ।